काकी हजुर के हो आज त यस्तो पानी पर्दा पनि गोठमै हुनुहुन्छ त? अब घाँस राख्दिन पर्यो नानी, घाँस राख्ने तयारीमा छु। हामीले चाहिँ घाँस काटिसकेपछि मिसिनमा राखेर काटेर अनि भुस्सासँग यसरी रोमलेर राखिदिने गरेछौँ। अब हेर्नु कसरी राखिदिने हो म हजुरहरूलाई बताउँछु। ल हामीले चाहिँ यसरी घाँस राख्ने गरेका छौँ। ल हेर्नु है सबैजनाले कसरी हो भनेर भन्नुभएको थियो। अब यसरी घाँस राखिसकेँ मैले। यसरी घाँस राखिसकेपछि ल हेर्नु, घाँस राखिसकेपछि यसरी चाहिँ दाना राख्ने गरेका छौँ। सबैजनाले पानी निक्लो दिनुहुन्छ भन्नुभएको थियो। हामीले चाहिँ पानी यिनीहरूले आफ्नो मर्जीले जति आफूलाई चाहिने हो त्यति मात्रै खान्छन् भनेर घाँस र दाना यसरी रोमलेर खुवाउँछौँ। अनि पानी चाहिँ यसै गरी सादा पानी खुवाउने गरेका छौँ। सबैजनाले हेर्नुहोला। अरू भिडियो पनि टिकटक युट्युबमा छन्, हेर्नुहोला।